दर्शक दिन नमस्कार सम्पूर्णमा मेरो युट्युब च्यानलमा स्वागत छ। आज कान्छी रिभ्यू लिएर आएको छु। सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। र उता मार्न खोजिसकेपछि चाहिँ सलिनाको मामालाई मार्न खोजिसकेपछि उता फेरि यो भिरबाट लडाइएर मार्नुपर्छ, अब त मर्छस् भनेर चाहिँ ठेल्नु आँट्दाखेरि त्यतिकैमा फेरि सागरले चाहिँ होइन अहिले नगर त्यसरी, उसले त जे गर्छ बरु कानुनले गर्छ, उसले त्यस्तो गर्यो भने हामी पाप गर्नु हुँदैन भनेर चाहिँ सम्झाउँछ र ल हुन्छ भनेर चाहिँ मानेर त ठ्याक्कै उनीहरू फेरि त्यहाँदेखि वापस आउँछ नि। कान्छी यसलाई त त्यतिकै छाड्नु हुँदैन, त्यतिकै छाड्यो भने त यसलाई त हामीलाई फेरि ऊ गर्छ के अरे भन्दै कुरा गर्छन् र उसले बाँध्छन् र बाँधेर चाहिँ राख्न खोज्छन् र अनि सागरले त्यतिकै छोड्छ। अब त कहाँ पनि हिँड्नु सक्दैन, यति गरिसकेपछि यति हानिसकेपछि त उसले हामीले पछ्याउनु नै सक्दैन अब भन्छ र अनि ल अब बरु कान्छी हामी छिटो गएर चाहिँ बरु सहरमा उसलाई पुलिसलाई चाहिँ कुरा लाउनुपर्छ भन्नुपर्छ भनिसकेपछि पठाउँछ र अनि कानुनले कारबाही गर्छ, जति जे जस्तो भए पनि कारबाही गर्छ भन्दै कुरा गर्छ र त्यतिमै अनि फेरि यसको दाइले पनि हो त्यसरी गर्नुपर्छ भन्छ र उसको भाइले पनि त्यसरी नै भन्छ र अनि ल जाउँ छिटो भन्दै लान्छन् र उसा घर पनि त्यति हिँड्नु सक्दैन, ऊ पनि बिमारी छ भएको कारणले चाहिँ त्यहाँदेखि उनीहरू चाहिँ जान्छन् र बिस्तारै जाँदै गर्दाखेरि चाहिँ उनीहरू चाहिँ फेरि उसको के अरे फेरि अनि आउँछ र यसलाई पासोमा राख्नुपर्छ भनेर उसले आइडिया लाउँछ र उसले गुहार्छ मैयालाई, पहिलोको उसको भुपू मायालुलाई, उसको पुरानो बुढीलाई चाहिँ सागरको पुरानो बुढी र सलिनाको मामा मिलेर चाहिँ पासो थाप्छन् र पुरै डोरी टङ्गाएर चाहिँ पासो थापेपछि तिनैजनालाई पासोमा पर्छन् र टोटल 4 जना हुन्छन् र उसको दाई अनि उसको देवार अनि सागर अनि कान्छी परेसकेपछि पासोमा परेर उनीहरूलाई बाँध्छन् र बाँधिसकेपछि चाहिँ थाहा पाइस् म कस्तो लाग्यो, मलाई चिनिस् भन्छ उसको भुपू मायाले, उसको पहिलो पुरानो बुढीले पनि कान्छीलाई पनि त्यसरी भन्छ र उस सागरलाई पनि भन्छ र अनि हा भन्दै हाँस्छ। अनि त पनि यहाँ आइपुगिस्, यस्तो पहिले ऊ गरेर केटीको छोरी मान्छेकै मर्म नबुझ्ने कुन खालको होस् त, कस्तो खालको होस् भनेर कान्छी त्यसरी रिसाउँदा ऊ गर्छ। अनि त्यहाँदेखि जति भए पनि ऊ हुँदैन, बानिसकेपछि चाहिँ अनि कान्छीले चाहिँ नाटक गर्न थाल्छ फेरि अनि डिभोर्स भएको बुढी फ्याट्ट आएपछि कान्छीलाई पाखालाई अब तिमीलाई जङ्गलतिर फगाई भन्दा हाँस्छ पुरै पहिलेको उसको बुढीले चाहिँ, डिभोर्स भएको बुढीले। अब सागर त सधैँ मेरो होस्, अब तैँले पनि दुनियाँ नाटक गरेर जाल जेल गरेर मलाई डिभोर्स गरेका थिइस् नि भन्दै हाँस्छ, तर अब मेरो हातमा कहिले कुनै हालतमा उम्किन सक्दैनस्, तेरो त त्यो मितदाईले धोकाको बदला म तर तेरो बुढीसँग लिन्छु बुझिस् भन्छ। अनि उसको सलिनाको मामाले बुझ्यो अब त यिनीहरूको खोलेर जाउँ लिएर गइहालौँ भन्छ। अनि सागरले चाहिँ त्यसरी भन्छ सागर अनि त्यहाँदेखि कान्छ म कुरा बुझिसकेँ भन्छ कान्छीले चाहिँ, हजुरको चाहना भनेको मेरो श्रीमानलाई हजुरले गरेको गल्ती सजाय भोगाउने हो, त्यही मैले जे जति कोसिस गरे तापनि मेरो श्रीमानलाई हजुरले भगाउनु न, यसले परि जति पनि भने पनि उहाँले कहिले पनि यसलाई माया गरेर श्रीमतीको बदला लिनुहुन्न, त्यसैले म हजुरले विश्वास गर्छु, म त्यही मान्नुहुन्छ यो भन्दै कुरा गर्छ। हेर्नुहोस् बाबु दाई, हाम्रो उहाँलाई पनि अब उहाँले भन्नु सक्नुहुन्छ भने म बरु उहाँसँग बरु मनाइदिन्छु भन्छ। अनि उता फेरि सागर चाहिँ छक्क पर्छ, मेरो बुढीलाई नै किन यसरी सजाय दिन खोजिरहेछ भन्छ। अनि पठाइदिन्छु म बुढाले, हामी सबैजना सँगै जाउँ अनि म आफै सेम मेरो श्रीमानलाई अहिलेदेखि गाउँ चेलीबेटीलाई फकायो हो, अनेक लोभ लालच पकाए देखाउने, मुम्बईतिर लगेर बेच्ने काम गर्नुहुन्थ्यो, मैले सबैको लुकाउँदै आएको थिएँ, मेरो श्रीमान अपराधी हो, उहाँलाई सजाय दिनुहोस्, तर उहाँ निर्दोष हुनुहुन्छ भनेर म तपाईँमाथि लाग्ने दोषहरू सबै म क्लियर गरिदिन्छु भन्छ।
कान्छीले अनि सबै दोष सजाय मेरो श्रीमानले भोगिदिन्छ तपाईँ ढुक्कै हुनुहोस् तर मेरो श्रीमानलाई यहाँबाट लगेर जाने बिन्ती छ भन्दै गर्छ अनि फेरि सागरले होइन के भन्नुहुन्छ भन्दैछ घुन्टी यस्तो म भगाइसक्दिनँ भन्दै हेर बोले बेला फ्याट्ट बिचा गरेर बोल्न भन्दै गर्छ हवस् त आजलाई भिडियो यति नै अर्को भिडियोको लागि पर्खिनु पनि छ हवस् त जय नेपाल।